हेलो एभ्रिवान, आज हामी कुरा गर्नेछौँ अफोर्डेबल प्राइस रेन्जमा रहेको सेटहरू। अफोर्डेबल प्राइस रेन्जमा कति चाहिँ हामीले Redmi MIहरूको फोन मात्रै चलाउने। यदि तपाईँहरूलाई नयाँ फोनको एक्सपिरियन्स चाहिन्छ भने तपाईँले लिन सक्नुहुन्छ जेटिभी Noviaको A36। यसको ऱ्याम रोम रहेको छ 4GB ऱ्याम र 64GB र एक्सपान्डेबल अप टु मेमोरी कार्ड राखेर तपाईँले एक्सपान्ड गर्न सक्नुहुन्छ। र यो सेटमा रहेको छ दुईवटा क्यामेरा प्लस फ्ल्यास भएको ब्याक साइडमा र फ्रन्ट साइडमा एउटा टियर ड्रप नच भएको क्यामेरा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। र यसको रिफ्रेस रेट रहेछ 90 हर्ज रिफ्रेस रेट भनेको एकदमै स्मुथ चल्ने। अफोर्डेबल प्राइसमा तपाईँले यो रेन्जको 90 हर्जको तपाईँले कुनैमा नै पाउनुहुन्छ। र यसको ब्याट्री ब्याकअप भन्नुपर्दाखेरि 500 mAh को ब्याट्री ब्याकअप छ। त्यस्तै अक्टा कोर चिप पनि छ। यसमा चाहिँ 12nm को न्यानो चिप पनि लागेको छ। र यसमा फेस अनलक चाहिँ धेरै जसो सेटहरुमा अफोर्डेबल प्राइसहरुमा चाहिँ फेस अनलक चाहिँ हुँदैन, बट यो सेटमा चाहिँ फेस अनलक रहेको छ। र यस सँगसँगै अब यसलाई चाहिँ हामी अनबक्सिङ गरेर हेर्छौँ। यसमा चाहिँ के दिएको छ भने सबभन्दा फर्स्टमा चाहिँ हाम्रो सेट भएको छ। यो भनेको Nubia A36 को हेर्न सक्नुहुन्छ दुईटा क्यामेरा दिएको छ र एउटा फ्ल्यास दिएको छ। यो क्यामेरा चाहिँ एउटा चाहिँ 13 मेगापिक्सलको छ भने एउटा चाहिँ अक्सिलरी क्यामेरा 0.08 मेगापिक्सल भनेको अक्सिलरी क्यामेरा हेर्न सक्नुहुन्छ। यहाँ Nubia को लोगो लागेको छ, Nubia ZTE को Nubia लोगो। त्यसपछि सुपर एआई क्यामेरा छ, यसले मुभमेन्ट फेस मुभमेन्ट पनि डिटेक्ट गर्छ। त्यसपछि अगाडि हेर्दाखेरि यसको टियर ड्रप नचको यसको फ्रन्ट क्यामेरा छ, फ्रन्ट क्यामेरा। र यसको डिजाइन भन्नुपर्दाखेरि एजेस रहेको छ। र यसमा आई क्याचिङ भनेको हाम्रो रेड कलरको बटन रहेको छ। यो भनेको एकदमै आई क्याचिङ र स्मुथ पनि छ। यसमा चाहिँ फिङ्गर पनि छ, फिङ्गरले तपाईँले लक अनलक गर्न सक्नुहुन्छ। र यसको बाँकी पर्फर्मेन्सको कुरा गर्दाखेरि 90 हर्जको डिस्प्ले रिफ्रेस रेट भएको, त्यसैले यसमा चाहिँ स्मुथ छ, सबै चिज चलाउन चाहिँ एकदमै स्मुथ छ, हेर्न सक्नुहुन्छ। यसको क्यामेरा गर्दाखेरि 13 मेगापिक्सलको क्यामेरा छ र 13 मेगापिक्सलको क्यामेरा चाहिँ एकदमै राम्रो देखिन्छ, हेर्न सक्नुहुन्छ। यसको क्यामेराको हामीले एआई क्यामेरा छ, सो यसले डिटेक्ट पनि गर्छ, एआई क्यामेराले डिटेक्ट गर्छ। र यसको फ्रन्ट क्यामेरा पनि राम्रो रहेको छ। र यसको पर्फर्मेन्सको कुरा गर्दाखेरि अरू सेट भन्दा यो सेटको अफोर्डेबल प्राइसमा चाहिँ यो सेटको पर्फर्मेन्स चाहिँ एकदमै राम्रो छ। र यो तपाईँले अरू सेट भन्दा सस्तोमा पाउनुहुन्छ। र यसमा चाहिँ हामीले 500 mAh ब्याट्रीको दिएको छ, र जसले गर्दाखेरि ब्याट्री ब्याकअप पनि राम्रो छ। र यस सँगसँगै के आउँछ भने हाम्रो यसको कभर आइहाल्छ, सेटको कभर, Nubiaको सेटको कभर प्लस यसको इन्स्ट्रक्सन म्यानुअलहरू भइसक्यो, वारेन्टी कार्डहरू पनि भइसक्यो। र यसको चार्जर दिएको छ। त्यो चार्जर भनेको 10 वाटको चार्जर हो, बट यसले चाहिँ फास्ट चार्जिङ देखाउँछ नि Nubiaमा सेटमा। त्यसपछि प्लस यसमा डाटा केबल दिएको छ। र यो सेट रहेछ Nubia ZTE को Nubia। पहिले ZTE ले अर्को सेट निकाल्थ्यो, ब्लेड समथिङ, बट अहिले चाहिँ भाइरल सेट अफोर्डेबल प्राइसमा तपाईँले यो आएको छ Nubiaको A36। यो सेटको एमआरपी रहेको छ 12,000 रुपिस, 12,000 रुपिस रहेको छ। बट यो सेट चाहिँ तपाईँले इएमआई पनि लिन सक्नुहुन्छ। इएमआईमा चाहिँ लिँदाखेरि तपाईँलाई पर्छ 40% क्यास दिनुपर्छ। 40% 12,000 को 40% क्यास भनेको तपाईँले 4800 दिएर यो सेट चाहिँ लिन सक्नुहुन्छ। 4800 भनेको एकदमै सस्तोमा 4800मा चाहिँ यो सेट लिन सक्नुहुन्छ। र बाँकी इएमआईको इन्ट्रेस्ट चाहिँ लाग्दैन। र बाँकी यसले तपाईँले चाहिँ मन्थली इएमआई तिर्नुपर्छ। 12,000 एमआरपी भएको छ। र यसमा आएको भनेको कभर, चार्जर र डाटा केबल सँगसँगै सिम इजेक्टर पनि आउँछ। इन्स्ट्रक्सन म्यानुअल भइ नै हाल्यो। र यो सेटको कुरा गर्नुपर्दा एकदमै पर्फर्मेन्स एकदमै राम्रो भएको सेट हो, एकदमै स्मुथ छ, 90 हर्ज रिफ्रेस रेट भएको। के भन्छ फ्रन्ट क्यामेरा 5 मेगापिक्सल, ब्याक क्यामेरा 13 मेगापिक्सल भएको ब्याक क्यामेरा यो Nubiaको A36 एकदमै अफोर्डेबल प्राइसमा आएको छ। यदि तपाईँले लिनु छ भने तपाईँले अन क्यास गर्दा पनि हुन्छ, र तपाईँले इएमआई पनि गर्दा हुन्छ। इएमआईमा 0% इन्ट्रेस्ट तिर्नुपर्छ। र तपाईँले अन क्यास गर्नुभयो भने गिफ्टहरू पनि पाउनुहुन्छ। र यो Nubiaको सेट आइसकेको छ ओम साई ट्रेडर्समा। यदि तपाईँलाई चाहिन्छ भने अनलाइन डेलिभरी पनि हुन्छ, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यदि तपाईँले सब भिजिट गरेर आउन सक्नुहुन्छ, लोकेसन हामीले दिने नै छौँ। सो यो Nubiaको A36 इएमआईमा तपाईँले लिन सक्नुहुन्छ ओन्ली 4800 दिएर। 4800 दिएर तपाईँले यो सेट लिन सक्नुहुन्छ। र इएमआई महिना पछि तिर्दा हुन्छ 12,000 को। र अर्को सेट
पनि छ हाम्रो नुबियाको अर्को सेट रहेको छ नुबियाको A56 यो हेर्न सक्नुहुन्छ नुबियाको A56 टु कलर भेरिएन्टमा छ एउटा ब्ल्याक र गोल्डन र यसको यो पनि 4GB कै हो बट यसलाई चाहिँ एक्सपान्ड 4GB प्लस 128GB स्टोरेज भएको हो त्यो अहिलेको नुबिया A36 चाहिँ हाम्रो 4GB र्याम र 64GB स्टोरेज भएको थियो भने यो 4GB र्याम प्लस 128GB यसको मेमोरी रहेको छ र पर्फर्मेन्सहरुको गर्दाखेरि चाहिँ उस्तै उस्तै छ यसको चिपसेट भनेको हाम्रो राम्रो चिपसेट दिएको छ सो यसको पर्फर्मेन्समा कुरै गर्नु पर्दैन ब्याट्री ब्याकअपहरु पनि 5000 mAh नै हो सेम हो यसमा नुबिया A36 र A56 मा के चाहिँ फरक छ भनेपछि यसमा क्यामेराको फरक छ यसको फ्रन्ट क्यामेरा चाहिँ तपाईलाई दिएको छ 8 मेगापिक्सलको फ्रन्ट क्यामेरा नुबिया A56 मा दिएको छ भने A36 मा तपाईको फ्रन्ट क्यामेरा रहेको छ only 5 मेगापिक्सल मा 5 मेगापिक्सलको क्यामेरा रहेको छ भने अहिले हामी कुरा गर्छौं A56 को एमआरपी रहेको छ 13000 हो तपाईले लिन सक्नुहुन्छ EMI मा 0% EMI तिरेर only 5200 मा तपाईले यो सेट लिन सक्नुहुन्छ र यसमा रहेको तीनवटा क्यामेरा प्लस एउटा फ्ल्याश रहेको छ र अक्सिलरी क्यामेराहरु पनि दिएको छ एआई क्यामेरा हो तपाईले डिटेक्ट पनि हुन्छ र यो सेटको लुक्सहरु पनि A36 जस्तै सेम छ बट यो सेट चाहिँ पर्फर्मेन्स भन्दाखेरिमा चाहिँ एकदमै राम्रो छ हेर्न सक्नुहुन्छ क्यामेरा पनि राम्रो छ 13 मेगापिक्सल क्यामेरा भएपछि क्यामेरा राम्रो नै छ र यसको रिफ्रेश रेट एकदमै राम्रो छ गेमिङको लागि पनि गर्न सक्नुहुन्छ यसमा नुबिया A56 मा 128GB स्टोरेज रहेको सेट हो र यो सेटहरु चाहिँ EMI मा तपाईले लिन सक्नुहुन्छ EMI तपाईले 40% तिरेर लिन सक्नुहुन्छ यसको मार्केट प्राइस छ 31000 ओन्ली र 13000 को 40% तपाईले तिर्नुपर्छ यो सेट लिनको लागि नुबियाको A56 लिनको लागि र यस्तै हामीले यो नुबियाको A56 भनेको अहिलेको एफोर्डेबल एकदमै भाइरल सेट हो एकदमै एफोर्डेबल प्राइसमा पाउने तपाईले यो नुबियाको A56 A36 लिनको लागि होम साइट ट्रेडर्समा कन्ट्याक्ट गर्न सक्नुहुन्छ र हामीले EMI को प्रोसेस पनि देखाउने छौं र EMI को प्रोसेसमा के डिटेल चाहिन्छ तपाईले कन्ट्याक्ट गर्न सक्नुहुन्छ होम साइट ट्रेडर्सलाई या त कमेन्टमा लेख्न सक्नुहुन्छ हामीले के डिटेल्सहरु चाहिन्छ भनेर तपाईलाई भनिने छौं र यस्तै भिडियोहरुको लागि चाहिँ होम साइट ट्रेडर्सलाई वाच गर्दै गर्नुहोला र लाइक शेयर र कमेन्ट गर्न नभुल्नुहोला धेरै भन्दा धेरै शेयर गर्नु होला अहिलेको एफोर्डेबल प्राइसमा तपाईले आएको छ नुबियाको A36 र A56 लाइक शेयर कमेन्ट गर्नु होला धन्यवाद